आजको दिन छुट्टी छ। आजको दिन यो ठाउँमा गएर हामीहरू भिडियो बनाउने कोसिस गर्नेछौँ। के कस्तो हुन्छ, अहिलेबाट मौसम सफा छ, पछिपरि के कस्तो हुन्छ, पछि अब तल जानेछौँ। तल गएपछि भिडियो बनाउनेछौँ र तपाईँहरूलाई सबैलाई देखाउनेछौँ है। भिडियो के कस्तो हुन्छ सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। सब्सक्राइब नगरेकोले गरिदिनु होला, किनभने चाहिँ पहिले अब भिडियो बनाउँदाखेरि खासै राम्रो त बनाउन आउँदैन, तर पनि बनाउने कोसिस गरिरहनेछु। राम्रो छ भने लाइक कमेन्ट गरिदिनु होला, नराम्रो भयो भने गरिदिनु होला है त। ल साथीहरू, आज छुट्टीको दिन म सबैजनालाई देखाउँदैछु। यहाँको दृश्य यस्तो छ है। मौसम खासै सफा छैन। आज पनि अलि पानी पर्ला जस्तो गरिरहेको छ। चिसो छ मौसमहरू। आजको दिन चाहिँ यतातिर यसो घुमेर बिताउँदैछु साथीहरू। के कस्तो छ सबैजनाले हेरेर कमेन्ट गरिदिनु होला है। यहाँको ठाउँ यस्तै छ। दुईजना मात्रै आएका छौँ, अरू केटाहरू सबै सुतेका छन्, कोही पनि आउँदैनन् घुम्नको लागि है। दुईजना मात्रै घुम्ने, के गर्ने यार। अलिअलि रुगा खुकी पनि लागेको छ है। चिसो छ यो ठाउँ। हल्का सन्चो पनि छैन, भिडियो बनाउन पनि पाएन हिजो अस्ति। धेरै दिनपछि बनाइयो भनौँ, एक हप्ता नै भयो भनौँ न भिडियो नबनाएको। अब सायद बनाउँदिनँ होला सधैँ त। अब हप्तामा एकचोटि चाहिँ अपलोड गर्छु होला म भिडियोहरू। सबैजनाले हेरिदिनु होला र मिठो माया दिनु होला है त। अहिलेको समयमा यस्तो देखिरहेको छ यहाँ अहिले है। दिउँसोमा मौसम सफा नभएर पनि होला सायद यस्तै देखिरहेछ। अनि यही ठाउँमा राति के कस्तो देखिन्छ म तपाईँहरूलाई पनि देखाउने छु है त। रातिको समयमा पनि कस्तो देखिन्छ यहाँ, यो रातिको समयमा पनि देखाउने छु। यो भिडियो स्किप नगरेर लास्टसम्म हेरिदिनु होला है त। साथ सपोर्ट पनि दिइदिनु होला है त। ल लास्टको भाग पनि। रातिको समय भनेको यस्तो छ, धेरै चिसो छ बाहिर है। त्यही भएर मैले यो सर्ट पनि लगाइन आएको छु अहिले। सबैजनाले हेर्नुहोस् है त। रातिको समय हो, हल्का चिसो त भइरहेको छ हो। सबैजनाले हेर्नु है त। देखाउँदैछु सबैजनाहरूलाई, सबैजनाले हेरिदिनु होला यहाँको ठाउँ र के कस्तो छ नाइट भ्यू। सबैजनालाई देखाउँदैछु, हेरिदिनु होला है त। के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। क्यान्डिङ आइल्यान्डको कति अग्लो बिल्डिङ छ है यो। हामी बस्ने भन्दा तलको रुमको हो। रातिको भ्यू यस्तो छ साथीहरू। क्यान्डिङ आइल्यान्डमा नाइट भ्यू। दिउँसो भएको भए सायद धेरै राम्रो देखिन्थ्यो होला। दिउँसो मौसम सफा थिएन, राति भएर मात्र यस्तो देखिन्छ। दिउँसो भएको भए सायद क्लियर देखिन्थ्यो होला। दिउँसो मौसम सफा भएन, त्यही कारणले पनि दिउँसोको भ्यू देखाउन सकेन साथीहरूलाई है। अर्को भिडियो पनि पक्कै पनि देखाउने छु हजुरहरूलाई। लाइक कमेन्ट सेयर गरिदिनु होला। क्यान्डिङ आइल्यान्ड के कस्तो छ, रमाइलो ठाउँ छ है घुम्नको लागि। तलतिर पनि राम्रो देखिन्छ मौसम सफा भयो भने। अहिले राति भएर पनि होला क्या, खासै राम्रो देखेको छैन। घुम्ने मान्छेहरू पनि खासै आइरहेका छैनन् अहिले, धेरै चिसो छ क्या बाहिर, त्यही भएर। नाइटको भ्यू तलतिर पनि यस्तो राम्रो छ, हावाहुरी पनि लागिरहेको छ। चिसो छ हो साथीहरू, चिसो। के गर्नु हजुर, एक्लै छुट्टी पर्छ अनि साथीहरूलाई जाम भन्दाखेरि घुम्न कोही पनि आउन मान्दैन। के गर्नु हजुर, गाह्रो छ नि हो, गाह्रो छ। ल हेर्नुहोस् त तलतिर कति रमाइलो देखिन्छ है, कति राम्रो छ। हेर्ने जस्तो छ हो ठाउँ त। राति त कति रमाइलो छ हो, तर धेरै चिसो छ हो, धेरै चिसो। धेरै चिसो भएको कारणले अब जान लागेको रुममा तलतिर देखाउँछु है त। तलतिर पनि हेर्नुहोस्, हामी काम गर्ने माथि हो। अनि यता तलतिर, यहाँ तल छ नि साथीहरू, यो हो। यो मन्दिर पनि एकदमै रमाइलो छ। यो चाइनिजले बनाएको मन्दिर होला सायद, धेरै रमाइलो छ। यो ठाउँमा पनि गएर म एक दिन भिडियो बनाएर हजुरहरूलाई देखाउने छु है त। यो भिडियो पुरा हेर्नुभयो भने मात्र थाहा हुन्छ तपाईँहरूलाई यो भिडियोमा के कस्तो छ भन्ने कुरो। र अर्को भिडियोमा पनि म तपाईँहरूलाई देखाउने छु यो ठाउँको भ्यूहरू के कस्तो छ। रमाइलो छ, धेरै राम्रो छ यो ठाउँ पनि घुम्नको लागि त।